हेलो नमस्ते साथीहरू, सन्चै हुनुहुन्छ? यो चाहिँ तरकारी खान भनेर ल्याएको आलु टुसा उम्रियो। त्यसपछि के गर्ने त भन्दाखेरि अब आलु रोपौँ भनेर। यो चाहिँ मेरो ठुलो नानी आलु रोप्नमा हामीलाई हेल्प गर्ने अरे। अनि उहाँ चाहिँ नानीको बाबा ड्याङ बनाउँदै हुनुहुन्छ आलु रोप्नको लागि। मलाई चाहिँ अलि ड्याङ बनाउन आउँदैन, त्यही भएर उहाँले चाहिँ गर्नुभएको छ। अनि नानी चाहिँ बाबा आलु रोपौँ भन्दै जाँदैछिन्। यो चाहिँ मल चाहिँ आलु रोप्नभन्दा पहिला चाहिँ मल हालेर माटोसँग मिक्स गरेर अनि बल्ल आलु रोप्ने भनेर हो। नानीको बाबालाई चाहिँ यस्तो कुरामा आउँछ, जान्नुभएको छ कसरी रोप्ने के गरेर भनेर। म चाहिँ अलि आउँदैन यस्तो कुरा। क्रिस्टल हाई गर्दैछिन् मेरो नानी। उसलाई चाहिँ यस्तो गार्डनिङमा खुब रहर लाग्छ। ड्याडीलाई हेल्प गर्दैछिन् मेरो सानो नानी। थाहा छैन यो बेसिजनको आलु उम्रिन्छ उम्रिँदैन होइन। खास गरी यो चाहिँ जाडो महिनामा आलु रोप्ने हो। हामीले चाहिँ टुसा उम्रियो भनेर अलिकति खाली ठाउँ थियो, ट्राई गरौँ न त के नै होला र। अब जस्तो उम्रिन्छ उम्रिन्छ, यसै फाल्ने उसै फाल्ने टुसावाला आलु। त्यही भएर हामीले रोपेर ट्राई गर्दैछौँ, हेरौँ कस्तो फल्छ अब। अनि म चाहिँ त्यही बेलामा इस्कुसको मन्टा टिप्दैछु। यो चाहिँ साग खानको लागि साह्रै मिठो हुन्छ इस्कुसको मन्टा। मेरो चाहिँ फेभरेट हो। धेरै त थिएन तर पनि टिपेँ मैले, जति टिपेँ उति फैलिन्छ भनेर मैले चाहिँ 5-6वटा इस्कुसको मन्टा थियो होला, त्यो चाहिँ टिपेँ। अनि यतिले मात्रै त पुग्दैन होला भनेर अनि बारीको साग चाहिँ त्यो पनि टिपेँ। अब मिक्स गरेर पकाउने। थ्याङ्क यू साथीहरू, बाई बाई। अब चाहिँ नानीको बाबाले पानी हाल्न लाउनु भएको छ।